जीवनजी मानवाधिकार तथा शान्ति समाज चितवनको आयोजनामा यो महत्त्वपूर्ण कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुहुने शान्ति समाजका अध्यक्षज्यू, जिल्ला अध्यक्षज्यू, कार्यक्रमको प्रमुख अतिथिता ग्रहण गर्नुहुने मानवाधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष, लोकतान्त्रिक अभियन्ता, मानवाधिकारवादी सशक्त एउटा अभियन्ता, आदरणीय व्यक्तित्व कृष्ण पहाडेज्यू, त्यसैगरी चितवन स्थित विभिन्न राजनीतिक दलहरू, नेकपा एमाले चितवनका नेता आदरणीय पूर्व बागमती प्रदेश मन्त्री आदरणीय विजय सुवेदीज्यू, त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता आदरणीय मित्र दौडबाबु शिवाकोटीज्यू, जनकवि आदरणीय व्यक्तित्व अर्जुन पराजुलीज्यू र यो कार्यक्रममा उपस्थित शान्ति समाजका केन्द्रीय अध्यक्ष लगायत विभिन्न जिम्मेवारी रहनुभएका समाजका आदरणीय व्यक्तित्वहरू र यो महत्त्वपूर्ण अन्तर्क्रिया कार्यक्रममा उपस्थित तपाईँ सम्पूर्ण व्यक्तित्वहरूमा नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवन र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई न्यानो अभिवादन टक्राउन चाहन्छु, स्वीकार्नुहोस्। जय नेपाल। सर्वप्रथम नेपाली कांग्रेस चितवनलाई बोलाएर सम्झिनु भयो, यसका प्रति आयोजक टिमलाई म आभार प्रकट गर्न चाहन्छु। सँगसँगै चितवन एउटा न्यानो र तातो जमिन, नेपालको राजनीतिक आकाशमा जहिले पनि चितवन न्यानो र तातोमा गनिन्छ। यो अभियानको सुरुवात जुन चितवनलाई रोज्नुभयो, 35 जिल्लामा यो अभियानलाई पुर्याउने लक्ष्यका साथ चितवनलाई रोज्नुभयो र आज चितवनबाट यो अभियान सुरुवात हुँदैछ। यो अभियानले पूर्ण रूपमा सार्थकता प्रदान गरोस्, प्राप्त गरोस्, यो अपेक्षा राख्दछु। साथसाथै म एउटा नेपाली कांग्रेसको सदस्य, पूर्वोक्त राजनीतिक मित्रहरूले, पार्टीका नेताहरूले जुन कुराहरूको प्रतिबद्धता राख्नुभयो, यही प्रतिबद्धता कांग्रेसले पटक पटक तपाईको चाहिँ प्रयत्न गर्नुपर्छ कि देशको सबै राजनीतिलाई नेपाली कांग्रेसले हर कालखण्डमा नेतृत्व प्रदान गरेको छ। जनजागरणमा जनतालाई एउटा चेतना दिने पक्षमा शान्ति समाज, जो कृष्ण पहाडी एउटा सिंगो संस्था, सिंगो अभियानको एउटा तपाईको चाहिँ मूर्धन्य व्यक्तित्व पटक पटक नेपालको हरेक आन्दोलनहरूमा अगुवाई देखिन्छ। सत्तामा हुनेहरूले गरेका व्यक्तिका विरुद्धमा सीधा धावा बोल्ने तागत उहाँ राख्नुहुन्छ र नागरिकलाई एउटा चेतना दिने, एउटा नयाँ रक्तसञ्चार दिने, लोकतन्त्र प्रजातन्त्रको एउटा सुनौलो पक्ष, जनताको मताधिकार, जनताले आफ्नो अभिमत व्यक्त गर्न पाउने अधिकारको सुनिश्चितताका लागि उहाँले अभियान चलाइरहनु भएको छ। त्यस भएको कारणले यो अभियानले चाहिँ सार्थकता पाउनुपर्छ। हरेक नेपाली जनताले जो बालिक छन्, उनीहरूले आफूलाई चाहेको उम्मेदवारलाई चाहिँ तपाईको निर्धक्क रूपमा चाहिँ मतदान गर्ने अवसरको तपाईको चाहिँ हामीले परिस्थितिको सिर्जना गर्नुपर्छ। 2015 साल फागुन 7 गते नेपाली जनताले पहिलो पटक चाहिँ आफ्नो मतदान गरेका थिए। यो मतदानलाई तपाईको चाहिँ धेरै सत्ता पक्षहरूले गिज्याउने काम पनि गरे। पञ्चायतको कालखण्डमा 59 असोज 18 गते शाही कदम
ले तथाकथित जुन नगर निर्वाचन गर्यो त्यो पनि एउटा प्रयोग भयो र हामी जो परिवर्तनकारी राजनीतिक दलहरू छौं जो जनताको मतलाई विश्वास गर्छौं जनताको मतलाई सम्मान गर्छौं र सरकारहरूबाट पनि धेरै पटक तपाईको मतदानहरू भए ती सबै मतदान भए ती मतदान 2015 साल फागुन 7 गतेदेखि 79 मा भएका स्थानीय संघ प्रदेशका चाहिँ निर्वाचनसम्म आइपुग्दै गर्दा हामीले विश्लेषण गर्दा निर्वाचन धेरै मर्यादित हुँदै गइरहेको छ तर अनि पूर्ववक्ता राजनीतिक दलको जुन साथीहरूले यहाँ कुरा राख्नुभयो हामीले संविधान बनायौं अग्रगमनको जनतालाई एउटा सुसूचित गर्ने सर्वाधिकार जनतालाई तपाईको चाहिँ हामीले राख्यौं तर दललाई त्यो अनुसारले रूपान्तरित गर्न सकेन दल पनि त्यही ढंगले रूपान्तरित गर्न नसकेको कारणले यो जिगज्याग भइरहेको छ यो जिम्मेवारी दलहरूको त्यसकारणले के भन्दाखेरि यो अहिले जुन राजनीतिमा जिगज्याग देखिरहेको छ दलहरूलाई विश्वास नगर्ने दलका नेताका प्रति तपाईको घृणा जागेर आउने पार्टीका प्रति घृणा जागेर आउने शहीदहरूको तपाईको चाहिँ अपमान गर्ने जुन चरित्र तपाईको पछिल्लो कालखण्डमा देखिएको छ यो अत्यन्त चिन्ताजनक विषयवस्तु छ हामीले तपाईको के भन्दाखेरि हामी राजनीतिक तपाईको चाहिँ एउटा दर्शनको आधारमा यो 72 साल असोज 3 गते जारी जुन संविधान छ सबै वादहरूको फ्युजन 2007 सालदेखिको तपाईको चाहिँ 62-63 सालको आन्दोलनसम्म आइपुग्दै गर्दा जति पनि प्रकारले चाहिँ आन्दोलन भए ती सबै आन्दोलनहरूको चाहिँ मिश्रण हो सबैको चाहिँ तपाईको चाहिँ भावहरू चाहिँ प्रकट भएको छ यो चीज बनाउन त्यति सामान्य तरिकाले यो चीज प्राप्त भएको छैन तर यसलाई हल्का महसुस गर्ने जनस्तरमा पनि यसलाई गिज्याउने त्यो तरिकाको वातावरण बनिरहेको छ यदि जसले यो राजनीतिक तपाईको चाहिँ कुराहरू बुझ्दैन त्यो वहन गर्ने चेतना राख्दैन भने भोलि त्यो सत्तामा पुग्दै संविधानलाई उसले बुझ्दैन यसको इतिहासलाई बुझ्दैन यसको मार्मिकतालाई उसले बुझ्दैन त्यसकारणले यो कुराको चाहिँ खतरा अहिले छ खतरा त्यहाँनिर छ त्यसकारणले पहिलो कुरा त के हो भन्दाखेरि दलभित्रको सुशासन अघि नै यहाँ आयो पार्टीले हरेक पार्टीले के भन्दाखेरि चाहिँ उम्मेदवारहरूको छनौट जो पपुलर छ जनताको बीचमा तपाईको लोकप्रिय छ त्यसैलाई तपाईको प्रस्तुत गर्ने बित्तिकै जनताले त्यसलाई विश्वास गरेर अगाडि लान्छन् र ऊ जिम्मेवार तरिकाले एउटा चाहिँ अगाडि बढ्छ र त्यहाँ जो संविधान छ संविधानको एउटा तपाईको प्रारूप अनुसार तपाईको देश अगाडि जान्छ त्यसकारण यहाँनिर चुनौती छ अहिले चुनौती यही छ किन दलका प्रति तपाईको चाहिँ के भन्दाखेरि घृणा जगाइएको छ कतिपय दलभित्रको कमजोरीको कारणले पनि हो र कतिपय तपाईको चाहिँ के भन्दाखेरि आयातित जुन दललाई प्रायोगिक रूपमा घृणा जगाउने दल भनेका बेकुफ हुन् दलका नेता भनेका काम लाग्दैनन् यिनले देश बनाउँदैनन् यो संविधान यिनले रक्षा गर्दैनन् यिनले शासन गर्न सक्दैनन् भन्ने खालको जुन खालको विकृति तपाईको चाहिँ सिर्जना गरिएको छ यो चाहिँ चुनौतीपूर्ण छ निर्वाचन भयो तर गलत मान्छे पुग्यो राजनीतिक चिन्तन यो संविधानलाई बुझ्न नसक्ने चिन्तन त्यहाँ पुग्यो भने झन खतरा हुन्छ त्यो वैधानिक चाहिँ के भन्दाखेरि कत्याम हुन्छ 72 साल असोज 3 गते जारी संविधानलाई वैधानिक रूपमा कत्याम गर्ने तपाईको प्रयत्न त्यहाँ हुन सक्छ भने 2007 सालदेखि 62-63 सम्मको जति पनि